होइन हो सेरे ए शेरबहादुर हिजो खाएको खसीको मासु कस्तो मुला दाँतमा अड्केर निस्किँदैन यार। त्यही त कस्तो बुढो खसी परेछ कि क्या हो, तुतपिनले दाँत पट्टाउँदा पनि निस्किँदैन त। ए खातेका बच्चा हो, रातभरिको ह्याङओभरले टाउको दुखिरहेको छ भने सुत्न देऊ चुप्प लाएर। सुत्न देऊ अरे बुढो, साला रक्सी दोक्ने बेला चल पाउँदैन, अहिले आएर मुला बुढो। चुप बस मुला हो, नत्र फेरि हिजो बुढो खसी काटियो, आज तिमीहरूलाई काट्नु पर्ला। हामीलाई काट्छ रे सेरे बुढोले, यसलाई काटिदिउँ कि क्या हो? हामीसँग न्यु खोज्छस् बुढो? म साले खातेका बच्चा हो, सुत्न दिँदैनौ। सुत बुढो सुत, धेरै छन् दिन, अब कति बाँच्ला त। ए केटा हो, आज पनि बाजीगाउँले खसी बोकेर आउँदैछ तलबाट। होइन यहीँ बुढोले नै देख्दो रहेछ जहिले, हिजो पनि यसैले नै देखायो क्यारे। यहाँ सुन केटा हो, आज पनि बाहुनले खसी लिएर आउँदैछ, फेरि बाहुनको खसी लुट्नुपर्छ। कसरी लुट्ने? बाहुनलाई दिनदिनै बेकुब बनाउन सजिलो छ त बुढा। बाहुनलाई बेकुब बनाउने आज अर्को आइडिया छ मसँग, यहाँ सुन। बुढोको आइडियाले दिनदिनै काम गर्दैन, साला खाते बुढो। खाते बुढो होइन मुला, खाते बुढोले नै काम गर्छ, यहाँ सुन ध्यान दिएर। बाहुनले आज पनि खसी बोकेर आउँदैछ काँधोमा, फेरि बेलुका मासु भात। ओहो हो सम्झे त खातेका बच्चा हो। ओहो तँलाई दिन्छ अब खसी, हिजो हामीले बेकुब बनाएको थाहा पाएछ बाहुनले। यहाँ सुन मुलाहरू, त्यो बाहुनले थाहा पाएर केही हुँदैन। आज मसँग हिजोको भन्दा डेन्जर आइडिया छ, मैले जेही भन्छु त्यही गर। आज पनि बेलुका मासु भात खाँदा मजा आउँछ। छट्टु बाहुनलाई हिजो जस्तो सोझो ठानेको छ बुढाले। हेर्दै जा मुलाहरू, यो बुढाको आइडिया अगाडि कसैको केही लाग्दैन। ठुक्क मेरो जिन्दगी, हिजो खसी चिन्न नसकेर नालीका छोराहरूले लुटे, काम गर्ने कालु मकै खाने भालु बनो जस्तो भयो। ए मुला बाहुन, त्यो काँधामा के बोकेर हिँडेको? के हुनु नि, मर्या साल देखिनस् खातेको बच्चा? मर्या साल रे, यसो हेर्दा त खसी जस्तो देखिन्छ त। यो खसी जसी होइन मुला, राम्रोसँग हेर, तेरा गोलमेडा जस्तो आँखाले। 2-3 दिनदेखि ट्रिपमा छस् कि के हो? खसी र चाल चिन्दैनस् मुला बाहुन? साला खाते बाहुन, खाते बाहुन भनेर गयो। हिजो यो पनि मिलेको थियो क्यारे मेरो खसी लुट्ने मध्येमा। आज यिनीहरूलाई नै बेकुब बनाउनु पर्छ। बाहुनको दिमागलाई सामान्य सोच्या छ कि क्या हो यिनीहरूले? साला खातेका बच्चाहरू। अर्को को हो फेरि यो? कस्तो पादायो के छ बाजी बाहुन? आज पनि घाँटीमा कालो बिरालो बोकेर आएस् त। थरी थरीका जनावर बटुलिएर आएछस् त 2-3 दिनदेखि। चिडियाखाना खोल्ने विचार गरिस् कि क्या हो? कालो बिरालो रे, सड्कियो क्या हो तेरो? मेरो सड्किया छैन, तेरो घाँटीमा कालो बिरालो मुला बाहुन। कालो बिरालो बोकेर बिरालो पनि चिन्दैन खाते बाहुन। कस्तो बौला बाहुन परेछ, धोती त लगाइरहेछस् त, बाहुन त होस् त। साला उल्टै बिरालो बोकेर हिँड्छ अनि ठुला कुरा गर्छ। बढी बोलिस् खातेको छोरो, हिजो पनि यस्तै कुरा गरेर खसी लुट्यो होइन मुला हो? अब आज खसी होइन, मेरो धोती तानेर लैजा। मेरो बाउले खसी लुट्यो, झुटो आरोप लगाउँदो रहेछ साला बाहुन कालो बिरालो बोकेर। बुई, यी खातेका बच्चाहरूले मेरो पिछा छोड्दैनन् कि क्या हो? कहिले भालु कहिले बिरालो, मलाई बोक्सीले अझै छोड्या छैन कि क्या हो? हिजो त लुटे, आज त लुट्न दिनु हुँदैन यी खातेका बच्चाहरूसँग। यो अर्को खातेको हो फेरि। ए यो मुला बौला चोर, हिजो मेरो खसी लुट्ने यही नै हो क्यारे। हिजोको खसी त फिर्ता माग्नु पर्यो। ए बौला चोर, के हो बाहुन, कताबाट आइस? हिजो मलाई झुक्काएर खसी लुट्ने तँ होइनस्, खुरुक्कन खसी फिर्ता कर। मैले लुटिन हो बाहुन तेरो खसी, भिरबाट पल्टिएको थियो। अनि आज तँलाई म्यानमार बर्मादेखि प्रेम छ रे, तेरो भक्तले तेरो घरमा दुध दिने गाई पनि उपहार पठाएको छ मुला बाहुन। ए त्यसो भए त यो ब्याउनी बाख्री चाहिँदैन मलाई, तँ राख। सधैँ सम्झने म्यानमारे भक्त आएको भए मलाई अरू के चाहियो र? म कुदिहालेँ। केटा हो, सधैँ एउटै तरिकाले काम गर्दैन, मबाट केही सिक खातेका बच्चा हो। तर आज त ब्याउनी बाख्री पो परेछ, के गर्ने? ब्याउनी बाख्री परेर के भयो त? बाख्री तँ राख बुढा, पाटापाटी सेरेर मलाई दे, अब बिजनेस सुरु गर्नुपर्छ।